नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। यो चाहिँ म अहिले नेपाल आएको छु। नेपालमा चाहिँ मेरो माइती घरमा बेलको रुख छ। रानी बेल हो, यसलाई चाहिँ रानी बेल भन्छ। एउटै बेल चाहिँ 3 किलो 4 किलो 5 किलो सम्म पनि हुन्छ। एकचोटि जेठमा चाहिँ बेल पुरा नित्रिसक्यो, निखारिसक्यो, फेरि पनि अरु फल लागिरहेछ। यति राम्रो हरियाली ल हेर्नुस् त, साउनको महिनामा यति राम्रो छ हरियाली है। यति राम्रो बेलको रुख छ यहाँ चाहिँ है। त्यसपछि जता चाहिँ हरियाली 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 छ, आँप छ हैन। यतातिर चाहिँ हाम्रो दिदीको छोराछोरीहरू छन्। तिमीलाई के भन्न मन छ? कस्तो लागिरहेछ? राम्रो लाग्यो। उताबाट माइजू आउनु भएको छ। ल हेर्नुस् यति राम्रो रमाइलो दृश्य छ यहाँ चाहिँ। यो हाम्रो गाउँको हैन, गुराँसपुर गाउँको। बस्नु नि त। हाम्रो घर अगाडितिरको बाटो हो। साउन महिनामा हरियाली एकदम राम्रो छ। हरियो हेर्नुस् त, यति दामी छ। ल यतातिर घर पनि यतातिर छ नजिकै।